हाई गाइज वेलकम ब्याक टु माई न्यू मिनी भ्लग। र आज चाहिँ म चाहिँ डाइरेक्ट सलुनबाटै भिडियो बनाउँदैछु। अन्त सलुन आउने बित्तिकै चाहिँ म्यामको चाहिँ हाइलाइट्स थियो। अन्त हाइलाइट्स गरिसकेर चाहिँ म्यामको चाहिँ उयो केराटिन ट्रिटमेन्ट पनि थियो। केराटिन ट्रिटमेन्ट सकेर चाहिँ यिनीहरूले चाहिँ एक्सटेन्सन कपाल बनाउँदैछ। यो चाहिँ एक्सटेन्सन जोडेको हो। अन्त गाइज एउटा हेयर कट थियो, यो मेल हेयर कट थियो क्लाइन्टको। अन्त त्यो काम सकेर चाहिँ म्यामको चाहिँ फुल हेयर कलर ग्लोबल थियो, हाइलाइट्स थियो र केराटिन ट्रिटमेन्ट पनि थियो। र सबै काम सक्दाखेरि चाहिँ इभिनिङ पनि भइसकेको थियो र हामी चाहिँ स्न्याक्स लिनु गएको इभिनिङको लागि। र यहाँ चाहिँ छिट्टो छिट्टो आउनुपर्छ किनभने आधी छिट्टो सकिन्छ यहाँ चाहिँ, र आधी सकिसकेको रहेछ। त्यहाँबाट स्न्याक्स किनिसकेर चाहिँ हामी चाहिँ गएँ सब्जी किन्नुको लागि, किनभने सब्जी थिएन रुममा, सबै सब्जी सकिसकेको थियो। र सब्जी किनिसकेर चाहिँ हामी चाहिँ चामल पनि किन्नु थियो, र चामल किनिसकेर चाहिँ हामी चाहिँ फेरि ड्युटी गएँ। र आजको लागि चाहिँ यति नै गाइज। कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोस् होला गाइज। थ्याङ्क यू सो मच फर वाचिङ।